गाइस हो म चाहिँ घाँस काट्न आएर छु हो यहाँनिर अहिले दुःख छ हौ गाइस के गर्नु र गाह्रो छ मलाई हो यो मम्मी पनि हुनुहुन्छ ऊ हो घाँस काट्न आएको छ अहिले गाइस यहाँ हो यहाँ मम्मीले चाहिँ घाँस काट्ने भन्नुहुँदैछ यो घाँसमा चाहिँ म चढ्नै सक्दिनँ अब फेरि हो यसो हेर यो घाँसमाथि अब आफू चढ्नै सकिँदैन यहाँ मम्मीले दाउ बोकेर उभिनु भएको छ अब यो टाँकी घाँस कुन चाहिँ काटेर हाल्नु नि अब यो घाँसैमा चढ्न सक्दिनँ हेर्दाखेरि त पुड्के घाँसहरू छ चढ्नै सक्दिनँ हौ गाइस के गर्नु र दुःख छ मोटो भइएछ गाइस गाह्रो छ हौ कुन चाहिँ टाँकी काट्नु र मम्मी यो त यति अल्को छ हेर्नु न गाइस यत्रो हाँकै हाँगा त छ नि तल चाहिँ केही छैन टेक्ने जग्गा चाहिँ छैन यस्तो टाँकीमा चढ्नै गाह्रो लाग्यो गाइस म त के गर्नु दुःख लाग्यो मलाई यस्तो छ गाइस हो यो गाई गोरु उहाँ छ गाई गोरु चाहिँ त्यहाँ छ अब यिनीहरूलाई घाँस हालिदिनु पर्ने छ क्या गाइस यता हाम्रो मम्मी चाहिँ यहाँ घाँस हाल्न घाँस हाल जति काट टाँकी काट भनेर यहाँ मार्न आँटिसक्यो मलाई यस्तो टाँकीहरू छ हो घाँस घाँस भन्ने चाहिँ केही छैन गाइस हेर्नु न यहाँ बारीमा त सबै अस्ति मकैबारी खाइसक्यो कि यस्तो छ सुक्खा भइरहेछ हौ गाइस के गर्नु र गाह्रो छ मलाई